हेलो गाइस अनि म आज चाहिँ काममा जान लाग्को म आज दौड चिन्ने जान लाग्को हैन आज घरबाट निस्किसके अब दौड चिन्ने जान लाग्को अब दौड चिन्ने ठाउँ पुगेपछि म तपाईहरुलाई दौड देखाउने छु दौड चिन्नु यस्तो गाह्रो हुन्छ नि गाइस तपाईहरुलाई थाहा छ हातको हालत यस्तो भइसकेको छ हेर्नु हैन हिजो चाहिँ माल ओसारेको हातको हालत यस्तो भइसकेको छ तर पनि म आज दौड चिन्ने गएको छु हैन के गर्नु अब यस्तै अवस्था भएपछि दौड चिन्ने गएको छु अब मेरो क्रस फायर भयो पनि बुलेट भयो भने पनि यही हो हैन अब म दौड चिन्ने ठाउँमा पुगेपछि तपाईहरुलाई देखाउने छु दौडहरु यस्तो छ भनेर अब भ्यू पनि हेर्दै गर्नु हैन गाइस यस्तो जाँदै गर्दा तर भक्कर साइकल सिकेको छु हैन गाइस लड्न पनि सकिन्छ अब तपाईहरुलाई तर यो दृश्यहरु देखाउन लागि म लड्नलाई पनि तयार छु हैन गाइस अब तपाईहरुलाई मेरो भ्लग यो फर्स्ट भ्लग हो तपाईहरुले सहायता गर्नु भयो भने म फेरि अर्को भ्लग पनि बनाउन सक्ने छु कोसिस गर्नेछु अर्को भ्लग बनाउने पनि तपाईहरुको साथ सपोर्ट माया चाहियो नयाँ बनाउँदै तपाईहरुले साथ सपोर्ट दिनुभयो भने चाहिँ असम्भव केही छैन साथीहरु हैन फाइनली चिया बगानहरु पनि रहेछ चिया बगानहरु पनि छ यहाँ खरायोहरु नि पाइन्छ हैन मार्न सकिदैन खराइराको छुवाको चाल कहाँ मिल्छ हैन साथीहरु ल म चाहिँ मोड्छु होला है यस्तो रोडमा चलाइरहेको छु अवस्था मेरो साथीहरु यिनीहरू साथीहरु जाँदै गर्दा आँपको रुख त देखियो आँप देखेपछि मुखबाट पानी त आइयो तर के गर्नु काममा जाँदा ढिलो भइसक्यो नकम होला है गाइस नखाइकन जानु पर्यो अब के गर्नु हामी चाहिँ फाइनली गाइस आइपुग्यो हैन हाम्रो फाइनली आइपुग्यौँ यही भित्र हो काम गर्ने चाहिँ काम गर्नु पनि यही भित्र हो यी साथीहरु अघि मैले तपाईहरुलाई चिन्नुपर्ने त्यो भन्दा नि यहीहरु हो हैन यहीहरु चिन्नुपर्ने अझ दिनभरि यत्रो चिन्नुपर्छ साथीहरु यार गाह्रो छ दिनभरि यस्तो चिर्दै बस्नु त म त मरिन्छ होला साथीहरु तर पनि के गर्नु न अब अवस्था अनुसार चिन्नै पर्यो के गर्नु यस्तै त जिन्दगी चलिरहेछ जिन्दगी देशमा जस्तो निसिन्छ यी बन्जारहरूले चिन्नुपर्ने गाइस यो बन्जारहरूले यत्रो धेरै कहिले चिरिसक्नु हो यार अब चाहिँ म चिन्ने लाग्ला गाइस